यो भिडियोमा म तपाईहरुलाई बताउने वाला छु पाँचवटा डेली युज सेन्टेन्स जुन कि तपाईहरु डेली युज गर्नुहुन्छ तर नेपालीमा तर आजदेखि त्यसलाई इंग्लिशमा कन्भर्ट गर्नु। त्यसले के हुन्छ हामी डेली लाइफमा इंग्लिश शब्द युज गर्छौं भने त्यसले हाम्रो भाइब इंग्लिश भाइब म्याच हुन्छ र हामी जब बोल्छौं इंग्लिश तब राम्रो इंग्लिश सुन्नमा र तपाईहरुलाई बोल्नमा पनि फिल राम्रो हुन्छ। ल अब सुरु गर्छु। म कोशिश गर्छु। आई एम ट्राइङ। तिमी कस्तो छौ? हाउ आर यू? म ठीक छु। आई एम फाइन। फेरि मिलौला। सी यू अगेन। अलि पक्नुहोस्। प्लिज वेट अ मोमेन्ट। मलाई यो चाहियो। आई वान्ट दिस। र तपाईहरुलाई पनि यस्तै भिडियो मन पर्छ भने यो च्यानललाई फलो गरी मेरो यो 30 दिनको इंग्लिश सिरिजमा जुड्नुहोस्।